Hello everyone, I'm Mona Lama. Welcome to my mini vlog. I hope हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै भएको कारण म चाहिँ आज बजारतिर लाग्दै छु। अहिले चाहिँ घाम लागेको छ। म चाहिँ हिँड्दै छु यतै बाटोमा हिँड्दै छु, बाटोमा छु। अनि हाम्रो चाहिँ यस्तो छ, बाटो ग्राभल गरेको छ पुरै, कता कता चाहिँ छैन। अनि म चाहिँ यस्तो हिँड्दै छु, भाइ अगाडि हिँड्दै छ, उ माथि पुगिसक्यो भाइ चाहिँ, म चाहिँ पछाडि पछाडि हिँड्दै छु। अनि म चाहिँ यता नागढुङ्गातिर आइपुगेँ। यहाँ चाहिँ नागको मूर्ति छ। म चाहिँ जहिले यहाँनिर ढोग्छु, आउँदा जाँदा जहिले ढोग्छु। अनि हाम्रो बाटो चाहिँ यस्तो रहेको छ। ठ्याक्कै म चाहिँ अहिले बजार आइपुगेँ। बजारमा देख्न सक्नुहुन्छ केरा, सुन्तला इत्यादि कुराहरू छ। कपडा हेर्न सक्नुहुन्छ यता कति धेरै मान्छे हुनुहुन्छ भर्खर। यता चुरापत्ती धागोहरू छ। अनि म चाहिँ यहाँनिर बाहिर लुगा किनिदिनु पर्ने थियो। एउटा ब्याग किनिदिनु पर्ने थियो, एउटा सुरुवाल किनिदिनु पर्ने थियो, एउटा भेस्ट किन्नु पर्ने थियो। अनि किनेर अनि यता म चाहिँ खासमा चाहिँ सुँगुर किन्न भनेर आएको थिएँ। यहाँमा चाहिँ सुँगुर हेर्दैछु। सुँगुरहरू चाहिँ थुप्रो आएको थियो। अनि मलाई चाहिँ एउटा चाहिएको थियो। म चाहिँ एउटा 6000 मा किनेँ। अनि त्यसपछि हेर्दैछु यता किने एउटा, अनि हिँडे बोकेर। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।